एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हजुरहरू सन्चै हुनुहुन्छ होला है। म पनि सन्चै छु। आज फेरि पनि मैले सानो भ्लग बनाउने कोसिस गरेको छु। हजुरहरूले हेरेर अनि साथ सपोर्ट दिनु होला। आज अब हामी चाहिँ उता कौशलटार जान लागेको। मेरो भतिज चाहिँ एउटा गाउँ जाने रे धान रोप्नुको लागि, अनि त्यही भएर उता कौशलटारमा पुऱ्याएर आउनु पर्यो। अब हाम्रो कौशलटारको यात्रा हुन्छ। हेरौँ अब आजको दिनमा भिडियोहरू के कस्तो बन्छ। फाइनली अब हामी चाहिँ कौशलटार निस्केको। दिवस र म दिवस अब गाउँ जाने होइन त आज होइन पर्सि उसै पऱ्यो। भोलि नै हिँडिदिन्छु। ल कौशलटार छोडी राखिदिने हो। अब कुन दिन जान्छ यो थाहा छैन। के भने छुइनँ मैले त। फुपू छ छैन भनेको छुइनँ। यहाँ दिदीकोमा चाबी छोडी राखिदिउँ भनेर आएको त होइन, दिदी नै छैन, गायबै कता होला तल कुर्नु पर्ने भयो। फेरि आउँदैछ अरे कता हो, टेलरतिर पो गएछ। नभनिकन आउँदा पनि यस्तो हुन्छ। ल ढोका सोका थुनेर कुर्नु भनेपछि एकदमै गाह्रो हुन्छ। फेरि कुर्नु जस्तो भ्याउ केही लाग्दैन मलाई। ल हिँडौँ न, ढिलो भइसक्यो। कति बेला पुग्ने हो? निस्किहाल्दै बा छिटो। अब म चाहिँ बोक्नु सक्दिनँ। हेर केटो बोकै ल बोक्नु चाहिँ हामी चाहिँ अब रित्तै हिँड्छौँ रे के। सहयोग त गर्छु गर्नु त। अहिले लिएर आइज है माथि। ल हिँड्नु म भिडियो बनाइदिन्छु क्या। राम्रो चिटिक्क परेको अगाडि पो हिँड्नुपर्छ त। अगाडि यो बनाउने मान्छे कस्तो मजा फुल फुलेको थियो त हिजो। उद्याउ गुलाबको फुल त्यहाँनिर छ। काँडा भए पनि त्यहाँबाट के हो? यही हो। यहाँ घोच्यो यही हो। आमा एउटा फुल टिकट हेरेर हिँड्नु पर्यो भने त झ्याप्पै काँडै कसिदियो। घोच्यो थियो क्या मैले हिजो। झ्याप्पै फुलेको अन्त टिकट हिँड केटो लाउँ लाजेर लाउँ भने त घोची पो थियो। ल हिरोनी भयो। हिरोनी चिटिक्क परेको। फुलबुट्टा भरेको कुर्ता पनि फुलबुट्टाले भरेको, टाउको पनि फुलबुट्टाले भरेको। ल राम्रो छ, सुन्दरी ब्युटिफुल। ल हिँड्नु। छिटो पिउ है, छिटो पिउ। ल नहीं तब नहीं है छिटो है। लो ढिलो भइसक्यो। ल हेर लाउरे मान्छे घर गएको रे, झोला त्यस्तै छि त्यहाँ केही छैन है। गएको भन्दैमा यहाँ बाहिरै देखाउनु पर्छ। बनाइदिन्छु क्या बेलुका राम्रो। काँधमै हाल्नु पर्यो। ल हाल गाउँ जानेलाई भारी तारी बोकेर हिँड्दै ल
सेवामा पैसा हुनेलाई नि गाह्रो रहेछ। सुरु हिँड कुरुकुरु गुरु हिँड कुरुकुरु अरे। डाइरेक्ट पुऱ्याउँछ कि यसले चाहिँ त्यही जडीबुटीमा झर्ने अनि टिकट काट्ने जाने। भोलि तिमीलाई आउँदैन होला त टिकट काट्नुलाई, त्यही भएर आजै काटेर जाने कि उताबाट कहाँ फर्केर आउँछौ त। चढ्न चाहिँ आउनु पर्ला बरु। पर्दैन, त्यही अगाडि चढ्ने उता त्यहीँ निस्किने होइन, यता आइबस्नु पर्दैन। फोन गर्छ क्या त्यहाँनिर, साइला बाजेले निकालिदिन्छ बाहिर अन्त। मस्त बिसार जडीबुटीबाट कौशल टाढो हिँडेर जाने रे। ल हेर त फुपू भदै त आफू चाहिँ गाडीमा जाउँ भने त यहाँ हिँड्नु नसकेर हात दुखेर कस्तो भइरहेको छ। चाहिने बेला चाहिँ यसो कुद्नु नि। दिदी कुदेको हेर न, अहिले त जिउ दुखेको हराएछ र अनि कुद्या छ मजाले। अहिले त जिउ पनि घटेछ नि त, अनि त्यही भएर हिँडे खा। हिँड्नु गाह्रो भएको बेलामा हेर हिँडेर जाने अरे। धेरै पो टाढो छ त कौशल टाढो यहाँबाट, नजिक छ जस्तो लागेर हिँडौँ भने होला। म त सक्छु। म झन् रित्तैछु हिँड्छु नि हिँड्नु त। तिमीहरू भारी बोक्ने मान्छे भारी बोक्ने मान्छे अनि गाडीमा जाउँ भन्दा हिँड्छु भन्छ त। अनि के त यो मेरो गल्ती होइन क्या अरे। पसिना नि कति आएको अनुहारमा पनि गर्मीले। तर आज त घाम नलागेर अझ धेरै नै राम्रो भइरहेको। 3 बजे होइन त बज्यो नि, फर्केर जानुलाई चाहिँ ढिलो होला जस्तो छ। फेरि त्यही पर त हो नि, के को टाढो। त्यो डाँडाबाट पल्लो डाँडा हो, अनि त्यसलाई टाढो, त्यो डाँडाबाट पल्लो डाँडा पुग्नुलाई कति टाढो छ? आधी घन्टा लाग्छ, आधी घन्टा। आज भोलि घटेछ र अनि कुद्नु थाले छ फिलिलिलिलि पारेर। हेर पानी रहेछ तल भन्दैछ। पानी रहन्छ अरे, पानी रहेछ अरे। खोलामा पानी नभएर के हुन्छ? खोलामा पानी नभएर के हुन्छ अरे? माटो अब सबको बुलाई छ कि दुध पक्छ अरे। गाह्रो लाग्ने चाहिँ मै रहेछु। ल हेर न कुदेको फेरि पारेर मलाई झ्याउ लागिरहेको छ आज हिँड्नलाई। फेरि मैले कुद्नु नकुदे बिस्तारै केलाई कुद्नु। तेर्छ पो। यसैमा थप्दिएँ म त। गाह्रो भयो होला अरे। पर्दैन
कुदा थाकेर बल्ल आरामले हिँड्दैछ हेर यहाँनिर ठ्याक्कै आधी घन्टा लाग्यो हिँडेर आउँदा। लाग्नु हो 3 बजी 3:30 भयो होइन होला भयो नि त्यत्रो अनि त्यो डिल आउनु अनि यो डिल यो 2टा खोला त हो नि खोल्छ टाढो छ त कौशल टाढो नि जरीपट्टिबाट के गाडी चढ्ने हिँडेर जाने एक्सर्साइज हुन्छ मलाई त पसिनै पसिना भयो म त कालो लुगा भएर होला जस्तै यहाँ तातो आयो क्या पाक जस्तो घाम नलागे पनि अनि बाहिर छ नि त दिन कता मास्टर बाटो खै लाउरे त हुनुपर्ने हो के थाहा आयो म्याङ्गो म्याङ्गो लुक एट मी म्याङ्गो रिसाएछ हेर्न कता राख्नुभयो होला नि काकी काकाले लाउरे हुन्छ कि हुँदैन भनेर फुटले नाप्दै हुनुहुन्छ क्या 7 फुट रहेछ भिडियो बनाउँछु क्या यहाँनिर अलिअलि काकीहरूले यहाँनिर के रोप्नु भएछ भनेर हेरेको क्या धनियाँ यहाँ यी फलफुलको बिरुवाहरू खुर्सानी साग सौँपहरू कति धेरै रोप्नु भएको रहेछ यहाँ त फुलहरू कति राम्रो फुलेको यो लेमनको बोट ड्राइगन फ्रुट हरू रोप्नु भएको तरकारीहरू लाउनु भएको छ तरकारीहरू इयरफोन लाएर गीत सुन्छौँ त म त्यही भएर मेरो मोबाइलमा सानो साउन्ड आउँछ क्या सुन्दै सुन्दैन इयरफोन इयरबडहरू लगायो भने नसुनिन्छ